चिया त पिउनुहुन्छ होइन? चिया पिउनुहुन्छ भने हजुरले यो चिज पक्का पनि गर्नुभएको छ। के भन्नुहुन्छ भने चिया पिउँदै गर्दा यो कपको फेदमा जब एक घुटको जति चिया बाँकी रहन्छ नि तब हजुरले जसरी भए पनि जहिल्यै पनि बाँकी छोडेर हिँड्नु भएको हुन्छ। त्यस्तो किन गर्नुहुन्छ? अब सबैको आफ्नो रिजन हुनसक्छ। मैले 2-4 जना मान्छेलाई सोधेर चाहिँ के थाहा पाएँ भने कसैलाई चाहिँ यो छानिएर बसेको मसला मन नपरेर अरे, कसैलाई चाहिँ सुरुमा कस्तो तातो तातो पिउँदाखेरि कस्तो मिठो हुने आनन्द हुने, अनि पछि सेलाइसक्दाखेरि त स्वादै नमिठो हुने अनि छोडिदिने। अनि अर्को एक थरी मान्छे चाहिँ यो चियाको कुरा मात्रै नभएर आफूले युज गरिराखेको कुनै पनि चिज होस् फेदमा अन्तिममा लास्टमा बाँकी रहँदाखेरि चाहिँ त्यो चाहिँ अर्काको भएको है भनेर छोडिदिनु हुने रहेछ। अब यस्तो पनि रिजन हुन्छ त। म पनि पहिला चिया खाँदाखेरि छोड्थेँ तर मलाई रिजनै थाहा थिएन यत्तिकै। अब जब मैले सोचेँ कि ओहो यो चिज त आफ्नो लाइफसँग रिलेट गरेर हेर्ने हो भने त आफूले सुरुवात गरिसकेको चिज अनि यो त पुरा नहुँदैखेरि बिचैमा छोडेको जस्तो भएन र भने हो। मैले चाहिँ अब चाहिँ मैले त्यो सोचेर नि चिया जतिखेर पिउँछु नि तब सबै पिइदिन्छु मसला समेत। हजुरको के रिजन हो यो चियाको कपको फेदको एक घुटको चिया के का लागि छोड्नुहुन्छ?